नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँचिन्छ। रवि लामिछाने, डाक्टर सीके, त्यसपछाडि रेशम चौधरीहरूलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ लेखेमा हुन्थ्यो, राखेमा हुन्थ्यो नीतिमा। राष्ट्रलाई दलीयकरण, व्यापक दलीयकरण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखेमा हुन्थ्यो। अझै खुल्लम खुल्ला राष्ट्र ब्याङ्क त हजुर कांग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखेमा हुन्थ्यो। धितोपत्र बोर्ड एमालेले लयो रे, त्यो पनि लेखेमा हुन्थ्यो। फलानु देशको राजदूत रक्सी मैले चोर्या हो होइन भन्ने बहससम्म गराइन्छ भनेर लेखेमा हुन्थ्यो। निरस बनाइएको छ सदनलाई, निरस छ सदन। गरेका काम त गर्ने काम र बना नीति त लेखेमा हुन्थ्यो नि। अर्को लेखेमा हुन्थ्यो अनुत्पादक क्षेत्र खोजी लगानी गरिन्छ भनेर लेखेमा हुन्थ्यो। भ्युटावर मजासँग बनाइन्छ भनेर लेखेमा हुन्थ्यो। अनि मैले बताउनु पर्ने यो लेखे हुन्थ्यो नि। कर्मठ कर्मचारीहरूलाई डन्डा चलाएर कारबाही गरिन्छ। अनि हाम्रो दलको छ नि त त्यहाँ कर्मचारी संगठनमा राजनीति गरेर दलीय स्वार्थका लागि अल्छी र क्षमता नभएका कर्मचारीलाई भने जस्तो ठाउँ दिइन्छ लेखेमा हुन्थ्यो नि त। गरे त त्यही छ। हेर्नुहोस् त, वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आफ्नो जीवनी लेखेर किताब बेच्दै हिँड्नुभयो, देख्नुभयो होइन? अनि मैले अहिले पत्याइदिनु पर्ने यो दस्तावेजलाई, यसमा विश्वास राख्नु पर्ने छैन। म यो सरकारलाई सुझाव दिन्न। यो 29 महिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट र हामीले उठाएका र छेडेका बहसहरू, त्यो बहसको अपनत्व यहाँका गठबन्धन र यहाँका दलहरूले लिँदैनन् भने यसपल्ट तपाईहरूलाई सुझाव छैन। अर्थतन्त्रमा विश्व ख्याति कमाएका हाम्रा पार्टीको सभापति डाक्टर स्वर्णिम वाग्लेले समग्र अर्थतन्त्र सुधारका लागि दिएका सुझावहरू सुनेका छ कहिल्यै छैन। हाम्रा उपसभापति डीपी अर्यालले प्रवासी नेपालीका बारेमा र श्रमिकका बारेमा दिएका सुझाव कहिल्यै सुनेका छैन। सन्तोष परियारले समानता र समन्वयताका लागि बोलेका आवाज यो सदनमा सुनिया छैन। हजुर यहाँको स्पिकरले मात्रै सुन्या हो, सत्ता चलाउनेले सुन्या छैनन्। डाक्टर चन्दा कार्कीले, डाक्टर तोसीमाले सार्वजनिक स्वास्थ्यमा र स्वास्थ्य क्षेत्रमा दिएको सुझाव सुनिया छैन। शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीति र शिक्षा क्षेत्रमा दिएको सुझाव सुनिया छैन। सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा छेडेको बहस, नीतिगत बहस सुन्या छैन। यहाँ शोभिता गौतमले न्याय प्रणाली, हवाई उड्डयन र सुशासनका विषयमा बोल्या सुन्या छ। छेड्या बहस कसैलाई थाहा छ? सत्ता चलाउनेलाई चाहिँ थाहा छैन। मनिष झाले तथ्य र तथ्याङ्कमा टेकेर तथ्याङ्कका आधारमा गरिएको मौलिक सृजनात्मक बहस र जनकपुरको विकासको बहस सुन्या छ यो सदनले। वर्णको यो अँध्यारो बेलामा पनि कर बुझाइरहनु भएका करदातालाई सम्मान व्यक्त गर्न चाहन्छु।